यो एक त मेरो भाइ थियो दाइ थियो त के भने युएसमा छ अनि कृतिक भाइ छ उसले चाहिँ दाइ मेरो लागि यो सेलिब्रेसन गरिदिनु न प्लिज प्लिज भन्थ्यो कि त्यसले 1-2 वर्षपछि लागेको थियो कि दाइ यो गरिदिनु भनेर आई थिंक सेलिब्रेसनको ट्रेन्डहरू सोम्पाले नै ल्याएको नेपाल टिममा चाहिँ कहिले फोनवाला कहिले यो कहिले पुशअप होइन अनि सेकेन्ड के थियो भने नेपालमा त्यतिखेर एकदमै नराम्रो पनि सिचुएसन भएको थियो नि त्यो अनि मलाई के लागिरहेको थियो भने हाम्रो कन्ट्री फेरि ग्रो हुन सक्दैन कि होइन जस्तो सिचुएसन थियो भाटबटिन जलाइदियो के जलाइदियो नि त हाम्रो सबै के सोचेर स्टार्ट गरेको थियो भने के भएर सक्यो नि त अनि मलाई लागिरहेको थियो टुरिस्टहरू आउँछन् कि नै अनि हाम्रो एनपिएल हुन्छ कि नै होइन फरेन प्लेयर आउँछन् कि नै किनकि जस्तो सिचुएसन टिभीमा देखाएको थियो होइन त्यो देखेर आउँदैन कि नै भनेर यो पनि एउटा थियो कि हाम्रो कन्ट्री पिसको लागि जानिन्छ र बुद्ध वाज बोर्न इन नेपाल टाइपको